ल गर्नु माझ छब्री भने हेलो साथीहरु स्वागत छ आजको हाम्रो भिडियोमा आजको स्पेशल छ रक्ती लगा सुँगुरको मासु रायो साग छ यहाँ आलु भेन्टा छ यहाँ पहेँलो दाल छ ल सुरु गरौँ है रक्ती लगा मासु मेरो चाहिँ फेभरेट यो अलिअलि हालौँ ल थोरै ल यति ब्रिन्जल म खान्छु नि त यो पनि छ यहाँ चाहिँ यो ब्रिन्जल त झन् मासु जस्तै कति लतक्क मिठो हुन्छ ब्रिन्जल चाहिँ खानु भन्दैन के म फर्स्ट टाइम मात्रै आलुबाट टेस्ट गर्छु ल दाल हाल्ने कि हालेर खाने हाल्दिनु बाक्लो भइसक्यो मलाई यो बाक्लो दाल अलि अयो ल आमा घरको पनि पार्टी छ हामीलाई त 3 केजी पठाइदिनु हुने के थुप्रो भइहाल्यो नि ल सुरु गर्छौँ खाएको सुरु गरेको छैन डराउनु डराउ जाने ल अमिरन त्यो उम्ल्यो होला जा चाउमिन लगा ए कतिवटा चाहिँ टिस्यु अब कति चिलाको उसले तपाईँ दुईटा हुन्छ ल आलु हड्डी जस्तो यहाँबाट सुरु गरौँ हैन यो ल ल बाइट अतो दाल पे खायो ल खान्छ अलिअलि कस्तो मिठो भयो Right, Kyla. कस्तो दामी एउटा मात्र पहिला क्या मिठो चिल्लाको क्या यो हेर्दा यस्तो पनि पिरो रहेछ त खोर्सानी त ल मजा खोर्सानी
अब अहिले थालेको हटेको रहेछ है यहाँ फेरि सकिन्न म अघिदेखि खाएर चाहिँ सकेको छैन मिठो है रक्ती लगाएको से सकाउनुपर्छ हुन्छ दामी दामी है बाहिर हेर्नु छिटो एटा क्या आउँदैन हौ माथि जान्छ अहिले यो अस्ति भरामा बसिरहेको बाह्र छ थियो हेर्नु भरामा बस्थ्यो अस्ति वाह म फर्स्ट हुने भने नि एल्बिस होइन म मेरो भातै सकिँदैन मलाई भन्दा थोरै बढी हाल्यो नि त्यसैले नसक्छ अन्त सुँगुरको मासु कति धेरै खाएको पोलेर पानी परायो बेला 1 केजी सक्यो कति धेरै पोलेर खाएको सबै सघाउने हो सिए भरे त थुक्पा खाने होइन म त अगायो भने त म खाँदिनँ को थुक्पा ओहो अहिले अगायो भने त्यो खान्छ अब त पेट
नलाग्छ मजा अब परेछ अगाडि राख्छ अनि फेरि बिहान चाहिँ भोक पेटै बिहान चाहिँ पेटै फुट्छ मिठो भयो बुझ्यो भने मलाई जो खाएछु मलाई खानै मन लाग्छ एउटा चाहिँ मैले सकिनँ गाइस साथी लो हालेको हेलो ओछ्याइन्छ ल ल मेरो चाहिँ सर्ट ओहो कपाल हल्लाउने तेल लगाइराखेको छु कस्तो जाडो छ माथिबाट नमे माथि माथि टाउको खाएर नुहाउँदैछ जो पनि आउने होइन त है होइन टाउको गर्दैन चिसो लाग्छ टाउको माथि नमे पानी पनि हेर्नुहुन्छ रिजर्भ ट्याङ्कीमा कति छ रिजर्भमा भएको ओहो धेरै मलाई भन्नुपर्छ नि कहिले मेसिन बिग्रिहाल्यो भने त तल भरेर राख्यो भने होइन तर 3-4 भर्जा पुग्छ होला अनि तल धेरै चाहिन्छ पानी त्यो एउटा बोसो खाने बाबाले खान्छ बाबाहरू कस्तो मैले त बोसो खान्छ मासु खान्छ तर मासु बनाएको पनि हेर्नु गाई सिजन भएछ त मैले राख्नु म खान्छु भरे बाबाले खान्छ कि आफै खाइन्छ कि के छ पोलेर पोलेर पोल्नु हुँदैन तर ग्यासमा ग्यास बिग्रेर अच्छा टोपले कालो बनाउन आयो लाइट हो कि लागेर बाफे अब राम्रो मैले ओपनिङ गरेको उसले बिदा माग्ने हो खानु पानी खाएको ल आज चाहिँ हामी सक्यो मैले चाहिँ ढिलो आजको खाना कस्तो भयो आज खाना दामी भयो एउटा छोड्नु भयो अनि मैले त सबै सकेँ अब हाम्रो भिडियो के कस्तो लाग्छ लाइक कमेन्ट सेयर गर्नु नभुल्नु होला अनि हामी चाहिँ यति भन्दै बिदा लिन चाहन्छौँ बाई